राजा भए। पृथ्वीको नाम पहिले धरणी थियो, धरा थियो, वसुधा थियो, पृथ्वी थिएन। जब पृथु महाराजले शासन गर्नुभयो पृथ्वीमा, त्यसपछि पृथ्वी देवीको नाम पृथ्वी रहन गयो। पृथु राजाले शासन गरेको भएको कारणले गर्दा पृथु महाराज पनि जीवनको उत्तरार्ध समय भयो, बडा धार्मिक शासन गर्नुभयो। अब त धार्मिक राजा भइसकेपछि पृथ्वीमा बडा पृथ्वीले सबै प्रकारका रत्नहरू प्रकट गर्नुभयो। सबै रत्नहरू पृथ्वीमा नै छन्। हामीले अल्छी गर्यौं भने मात्रै ती रत्नहरू पृथ्वीले हामीलाई दिनुहुन्न। यदि हामीले खेतीपाती गर्ने हो भने ओहो यो पृथ्वी कस्ती बन्दछिन् त भन्दा हराभरा बन्दछिन्। अनि त्यही अन्न खाएर हामी बाँच्दछौँ। हामीले बाँच्ने जतिसुकै ठुलो हामीसँग धन सम्पत्ति भए पनि, जस्तोसुकै हामीले पद प्रतिष्ठालाई धारण गरेको भए पनि, हामीसँग जतिसुकै धेरै धन ब्याङ्क ब्यालेन्स भए पनि हामीले खाने भनेको के हो त भन्दा अन्न हो। र त्यो अन्न कहाँ उब्जिन्छ भन्दा कृषि गरेपछि, खेती गरेपछि खेतीबाट उब्जिन्छ। जतिसुकै धनाढ्य व्यक्ति, जस्तोसुकै व्यापारी व्यक्ति अथवा जस्तोसुकै सर्वश्रेष्ठ सर्वोत्तम व्यक्ति भए पनि अर्थ केही खाएर हुँदैन, अन्न खानु पर्दछ। र अन्न कहाँबाट प्रकट हुन्छ त भन्दा पृथ्वीबाटै प्रकट हुन्छ। तसर्थ शास्त्रले के भन्नुभयो यो प्रसङ्गमा, यो प्रकरणमा भन्ने, अन्न वै ब्रह्म, अन्न नै भगवानको स्वरूप हुनुहुन्छ। अन्नलाई नै ब्रह्मको स्वरूप मान्नुभयो। पृथ्वीको प्रसङ्गको व्याख्या यही हो। हामीले जीवनलाई धारण गर्नका लागि, प्राणलाई धारण गर्नका लागि अन्न नै खानु पर्दछ। अनि अन्न खानका लागि के गर्नुपर्छ त भन्दाखेरि कृषि गर्नुपर्दछ। कृषिलाई, पृथ्वीलाई खोस्रिनुपर्छ, खन्नुपर्छ, बिउ राख्नुपर्छ, अनि त्यो बिउ लगाएर रोप्नुपर्छ, अनि मात्र अन्न फल्दछ, अनि मात्रै जीवन धारण गर्न सकिन्छ। जे प्रगति गरे पनि व्यक्तिले, नभए यो शरीर धारण गर्न, जीवन धारण गर्न सकिँदैन। आज पृथु महाराजले सारा प्रजाहरूलाई भन्नुभयो, प्रजाहरू सबैजना हजुरले त्यही गर्नुहोस् कि पृथ्वीलाई दोहन गर्नुहोस् भने के हो, पृथ्वीमा कृषि गर्नुहोस्, खेती गर्नुहोस्। अनि सबैले आफ्ना आफ्ना प्रकारले दोहन गरेर आफ्ना आफ्नो प्रकारको रत्नलाई प्राप्त गरे। आज पृथु महाराज उत्तरार्धमा जब जानुभयो, यज्ञ गर्ने विचार गर्नुभयो। पृथु महाराजले यज्ञ गर्नुभयो र यज्ञ जब सम्पन्न गर्नुभयो, 99वटा यज्ञ पृथु महाराजले सम्पन्न गर्नुभयो। 100वटा यज्ञ गरिसकेपछि के हुन्छ त भन्दाखेरि शतक्रतु भनिन्छ। शत भनेको 100, क्रतु भनेको गर्ने, क्रतु भनेको यज्ञलाई भनिन्छ, शत भनेको 100 यज्ञ। जसले 100 यज्ञ गर्दछ उसैलाई शतक्रतु भनिन्छ। 100 यज्ञ गर्नेवाला व्यक्ति इन्द्र बन्दछ। इन्द्र भनेको स्वर्गको राजा, देवताको राजा बन्दछ। तसर्थ यहाँ चर्चा गरिएको छ पृथु महाराजले 99वटा यज्ञ गर्नुभयो। अनि जब पृथु महाराजले 100 यज्ञ गर्नका लागि तयारी भएर संकल्प गर्दै हुनुहुन्थ्यो, इन्द्र महाराजको घोडालाई चोरेर, पृथु महाराजको घोडालाई चोरेर इन्द्रले भागे। पृथुले यज्ञ गर्दै हुनुहुन्थ्यो, इन्द्रले घोडा चोरेर भागे। अनि पृथु महाराजले आफ्ना जेठा छोरालाई पठाउनु भयो। त्यो जेठा छोराले घोडा खोजेर लिएर आए, इन्द्रलाई बाँधेर लिएर आए। अनि यिनको नाम विजिताश्व रह्यो। र यज्ञ अब यसलाई मार्नुपर्छ, यो इन्द्रले हाम्रो घोडा चोरी गरेको होइन, यही इन्द्रले हाम्रो घोडालाई चोरी गरेको हो, यसलाई हामीले मार्नुपर्छ भनेर तरबार लिएर इन्द्रलाई मार्न भनेर जाँदै थिए। ब्रह्माजी महाराज प्रकट हुनुभयो र ब्रह्माजी महाराजले प्रकट भएर भन्नुभयो, हेर यत्रो यज्ञ गरेर तिमीले के सिक्यौ? श्री हरि भगवानको हामीले धेरै यज्ञ गर्यौं। मख भनेको यज्ञ भनिन्छ। धेरै यज्ञ गर्यौं, धेरै कर्महरू गर्यौं, पूजा गर्यौं, पाठ गर्यौं, ठुल्ठुला आयोजनाहरू गर्यौं। हामीले सबै थोक गर्यौं भने पनि एउटा कुरा चाहिँ कहिले बिर्सिनु हुँदैन। के कुरा? अगाडि नै पुराण सुरु हुँदाहुँदै सुन्नु हजुरले, वासुदेव परामखा, भगवानलाई चाहिँ कहिले पनि बिर्सिनु हुँदैन। भगवान श्री हरिलाई जहिले पनि सम्झिरहनु पर्दछ, जतिसुकै यज्ञ गरे पनि। अब यज्ञ त गरियो, तर भगवानमा हामीले ठुला ठुला यज्ञहरू सम्पादन गर्यौं, सम्पन्न गर्यौं। तर यज्ञ गर्दाखेरि के हुन्छ भन्दा यज्ञले यश दिन्छ। राम राम राम, यत्रो यज्ञ गरे, यत्रो पूजा पुराण लगाए व्यक्तिले भनेर यज्ञले तपाईलाई यश प्रदान गर्दछ। तर यज्ञ मात्रै गर्यौं, हामीले भगवानमा भक्ति श्रद्धा पूजा आदि गरेनौं भने ती यज्ञहरूको खासै अर्थ रहँदैन। यहाँ भन्नुभयो, हेर्नुहोस् त 99वटा यज्ञ गर्नुभयो। आज 99वटा यज्ञ गरिसकेपछि पनि पृथु महाराजमा धेरै श्रद्धा केही थिएन।
अनि उनीहरूले सही यज्ञ गर्दा पनि श्रद्धा नभइसकेपछि ब्रह्माजीले आएर भन्नुभयो एकोपि प्रश्नस्य कृता प्रणामा दशाश्वमेधा भवति तुल्यमा दशाश्वमेधि पुनरेपि जन्म कृष्ण प्रणामो न पुनर्भवाय। हजारवटा यज्ञ गर्यो कोही व्यक्तिले, तर त्यो यज्ञ गर्दै गर्दाखेरि अश्वमेध यज्ञ गर्यो, अश्वमेध यज्ञ गर्यो, ठुलो यज्ञ हो यो यज्ञ। तर त्यो अश्वमेध यज्ञ हजारवटा यज्ञ गर्यो, तर उसलाई श्रद्धा चाहिँ भएर भक्ति भएर भगवानमा भने त्यो व्यक्ति के गर्छ, फेरि जन्मिन्छ। किनभने उसले गरेको यज्ञको फल त प्राप्त गर्नु पर्यो नि त। उसले यज्ञ गरेको फल प्राप्त गर्नु भनेको के हो, सुख भोग्नु। त्यो सुख भोग्नका लागि त्यो व्यक्तिले फेरि जन्म लिनु पर्दछ। धनाढ्य व्यक्ति भएर राजा भएर जन्मिनै पर्दछ त्यो व्यक्तिले। तर कृष्ण प्रणामो न पुनर्भवाय, जसले भगवानलाई एकपल्ट हात जोड्यो, भगवान जगदीश्वर परमात्मा पुराण पुरुषोत्तम भगवान श्रीहरिलाई कृष्णलाई भगवानका शरणमा गयो, त्यो व्यक्तिले जन्मिनु पर्दैन। हे भगवान, जन्मिनु त राम्रै कुरो हो त, धन सम्पत्तिले युक्त भएर धनाढ्य भएर जन्म लिनु त राम्रो कुरो हो। तर जन्म लिनु त राम्रो कुरो हो, तर जन्म लिने बित्तिकै शरीरलाई पीडै पीडा छ। शरीर स्वस्थ भयो भने पो त्यो पनि ठिक छ, धन सम्पत्ति पनि भयो भने, सबै अनुकूल भयो भने त्यो ठिक छ। तर प्रतिकूल यदि भयो, त्यसमा पनि शरीर बेकामै यदि भयो भने त्यो जन्म लिनु धेरै केही अर्थ छैन। शरीर बेकामै भयो, जवानी अवस्थादेखि नै रोगी भयो, थरथर थरथर कामेको छ, यहाँ रहनुभन्दा उहाँ जाँदा चाहिँ सुख हुन्छ जस्तो भयो। छोड्दा त्यो शरीरलाई एकदमै बेकामी शरीर भयो, रुग्ण भयो। बिहानै बेलुकै अर्काले सेवा गर्नुपर्छ, अर्काले दबाई दिनुपर्छ, अर्काले पानी दिनुपर्छ भनेर त्यस्तो रुग्ण शरीर भयो भने त्यो के गर्नु जन्म लिएर। तसर्थ जन्ममा के छ भन्दाखेरि दुःख अनिवार्य छ। जन्ममा जतिसुकै सुखी व्यक्ति होस्, जन्ममा दुःख छ। तसर्थ यहाँ पृथु महाराजलाई भन्दै हुनुहुन्छ ब्रह्माजी महाराजले, हे महाराज, तपाईँले श्रद्धापूर्वक भक्तिपूर्वक प्रेमपूर्वक यज्ञ गर्नुभयो, यसैमा खुसी हुनुहोस्। 100वटा यज्ञ गर्नुभयो भने तपाईँ इन्द्र बन्नुहुन्छ। तर इन्द्र बनेर पनि इन्द्रलाई पनि कहाँ त्यति सुख छ, किनभने सुख त उनले भोग्नै छन्। तर जो सुख मिल्दछ हरिभजनमा, त्यो सुख त्रिभुवनमा छ कहाँ। जो सुख भगवानको भक्तिमा भगवत प्रेममा छ, त्यो सुख संसारमा कहीँ पनि छैन। श्री हरि भगवानको पृथ्वीराजा हातमा कुश लिएर हरिओम तत्सत गरेर संकल्प गर्नु भनेर बस्नु भएको थियो। म यज्ञ गर्छु भनेर आज पृथ्वी महाराजले त्यो यज्ञ नगर्ने विचार गर्नुभयो। भयो, म अब गर्दिनँ, म भगवानको भक्ति गर्छु। पृथ्वी महाराजले यज्ञलाई त्याग गर्नुभयो, किन 99वटा यज्ञ गरिसक्नु भएको छ। 100औं यज्ञ गर्दाखेरि इन्द्र हुन्थ्यो, तर इन्द्र हुने विचार गर्नु भएन। अनि भगवान प्रकट हुनुभयो। जगदीश्वर भगवान श्री हरि जगदीश्वर नारायणलाई हात जोड्नुभयो र भन्नुभयो, हे भगवान, मलाई कुनै यज्ञ चाहिँदैन, कुनै सामर्थ्य चाहिँदैन, मलाई खालि 1000 कानले जति सुन्न सक्छ त्यति सुन्न सक्ने शक्ति दिनुहोस्, जसले गर्दा म हजुरको कथा सुन्न पाऊँ। श्री हरि भगवानको यसरी यहाँ वर्णन गरिएको छ। अनि यही प्रसङ्गमा एउटा प्रसङ्गको वर्णन गर्दै गर्दै भन्दै हुनुहुन्छ, प्राचीन बर्ही नाम गरेका राजा हुनुहुन्थ्यो। ती प्राचीन बर्ही नाम गरेका राजाले यमुनाका तटमा आएर 77वटा यज्ञ गर्नुभयो। 1, 2, 3, 4, 5वटा गर्दै गर्दै यज्ञ गर्दै जानुभयो। अब यज्ञ गर्दै जानुभयो, जब यमुनाका तटमा भगवान श्री बाँके बिहारी प्रभुका काखमा, श्री मुरलीधर गोविन्द प्रभुका काखमा जब आउनुभयो वृन्दावनमा, त्यहाँ पनि एउटा यज्ञ गर्ने विचार गर्नुभयो प्राचीन बर्ही राजाले। अनि यज्ञ गर्नुभयो। यज्ञ सकिसकेपछि के गर्नुपर्छ भन्दा यज्ञको पूर्णताका लागि ब्राह्मणलाई दक्षिणा गर्नुपर्छ, अनि यज्ञ सम्पन्न हुन्छ। ब्राह्मणहरूले दक्षिणा प्राप्त गर्नुभयो, यज्ञ सम्पन्न भयो। जब ब्राह्मणले दक्षिणा प्राप्त गरेर यज्ञ सम्पन्न भयो, अनि यहाँ प्राचीन बर्ही राजाले ब्राह्मणहरूलाई गएर हात जोड्नुभयो, गुरुजी, मैले आज यज्ञ गरेको 77वटा भए, 77औं यज्ञ हो यो मेरो। मैले 77औं यज्ञ गर्दाखेरि पनि मैले भगवानको प्राप्ति गर्न सकिनँ। 77औं यज्ञ गर्दा पनि मैले भगवानको प्राप्ति गर्न नसकेको भएको कारणले गर्दा आज तपाईहरुले मलाई भगवान भेटाइदिनुहोस्। ब्राह्मणहरू, तपाई